साथीहरू मेरो च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन दर्शकबिन नमस्कार। मेरो टेक्निकल भिडियोमा यहाँलाई स्वागत छ। यदि मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् र बेल आइकन बजाइदिनुहोस् ताकि यस्तै टेक्निकल भिडियोहरू हजुरहरूले सबैभन्दा पहिला हेर्न सक्नुहुन्छ। आज म सिकाउन गइरहेको छु हामीहरूले धेरै वर्ष अगाडि हैन डिलिट गरेका फोटो चाहिँ कसरी फिर्ता ल्याउने, कसरी वापस ल्याउने त्यसको विषयमा जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिला हामीहरू आफ्नो फोटोजमा जानुपर्ने हुन्छ। यो फोटोजमा यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि हाम्रो यो लेफ्ट साइडमा माथि 3 वटा दर्शा छ अनि यसमा क्लिक गर्ने। यसमा क्लिक गर्ने र यहाँ ट्रास लेखेको छ यसमा जाने। यसमा क्लिक गर्ने। यसमा क्लिक यो चाहिँ सबै हामीहरूले मैले फालेका फोटोहरू सबै धेरै वर्ष अगाडि फालेका फोटोहरू सबै यही गएर बसेको छ। अब त्यसो भए यसलाई कसरी फेरि वापस गर्ने त, यसलाई फेरि कसरी रिटर्न गर्ने त, त्यसको लागि चाहिँ हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। यसरी दबाइराख्ने, यसरी हामीले सिलेक्ट गर्न सक्छौँ। यसरी सिलेक्ट गरेर आफूलाई चाहिने फोटोहरू फेरि ल्याउन सक्छौँ। त्यसको लागि चाहिँ रिस्टोरमा क्लिक गर्नुपर्छ। यसरी गरेर ती फोटोहरू हैन हामीले चाहिने फोटोहरू चाहिँ हामीले चाहिँ फेरि डिलिट धेरै वर्ष अगाडि डिलिट भएका फोटोहरू पनि फेरि हामीले आफ्नै ठाउँमा ल्याउन सक्छौँ। त्यही फोटोलाई हामीले युज गर्न सक्छौँ, हेर्न सक्छौँ हैन। साथीहरू कस्तो लाग्यो भिडियो? यदि राम्रो लागेमा सब्स्क्राइब गर्नुहोस्, लाइक कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् र बेल आइकन बजाउन नभुल्नुहोला ताकि यस्तै टेक्निकल भिडियोहरू मैले अपलोड गर्दा हजुरहरूले सबैभन्दा पहिला हेर्न सक्नुहुनेछ। अहिले भने यति नै।